नमस्ते। धेरैजना साथीहरू चाहिँ न्युजिल्यान्डमा फार्म वर्कको निम्ति जान खोजिरहनु भएको हुन्छन् र फार्म वर्कमा चाहिँ न्युजिल्यान्डले इन्टरनेसनल वर्करहरू पनि फ्रिक्वेन्टली हायर गरिरहेको हुन्छ र धेरैजना साथीहरू चाहिँ मेन पावरहरू एजेन्टहरूको चाहिँ स्क्याममा पनि पर्नुहुन्छ न्युजिल्यान्डको फार्म वर्क सिजनल वर्कको निम्ति भनेर। त्यो कारणले गर्दाखेरि आजको भिडियोमा चाहिँ म तपाईँले सेल्फ आफैले कसरी अप्लाई गर्न सक्नुहुन्छ। एउटा ट्रस्टवर्दी वेबसाइट छ जुन न्युजिल्यान्डभित्र रिक्रुट गर्छ र इन्टरनेसनल वर्करलाई भिजा स्पोन्सरसिप अर्थात् वर्क परमिट जब अफर समेत प्रोभाइड गर्ने गर्छ। त्यो वेबसाइटमा कसरी अप्लाई गर्ने, कस्ता जब अफर पाइन्छ र फ्रिक्वेन्टली तपाईँले कसरी चेक गरिराख्नुपर्छ र तपाईँले 100 अफ एप्लिकेसन सबमिट गरिसके पछाडि कसरी तपाईँलाई हायर गर्न सक्छन् भन्ने कुरा चाहिँ म आजको भिडियोमा तपाईँलाई देखाउँदैछु। तपाईँले चाहिँ जस्ट आफ्नो एक्सपिरियन्स त्यसै गरी तपाईँको चाहिँ प्रोपर न्युजिल्यान्डको फर्मेटमा भएको सिभी र कभर लेटर तयार पार्नुपर्ने हुन्छ र प्रोपर एक्सपिरियन्स देखाएर तपाईँले जुन कुरा ChatGPT को प्रयोग गरेर पनि लेख्न सक्नुहुन्छ त्यो देखाएर तपाईँले फ्रिक्वेन्ट बार अप्लाई गर्नुभयो भने अवश्य तपाईँलाई चाहिँ हायरिङ गर्न सक्छ। म तपाईँलाई वेबसाइटमा देखाउनेछु कसरी अप्लाई गर्ने भनेर। ओके, यसको लागि चाहिँ तपाईँ गुगलमा गएर फार्म सोर्स न्युजिल्यान्ड भनेर हान्न सक्नुहुन्छ र यसमा तपाईँले फाइन्ड योर फ्युचर इन न्युजिल्यान्ड फार्मिङ रिलेटेड चाहिँ सबै प्रकारको जब अफर चाहिँ तपाईँले यो वेबसाइटमा भेट्नुहुन्छ र यो वेबसाइटबाट थुप्रैजनाले जब स्पोन्सरसिप पाएर न्युजिल्यान्ड मुभ हुनुभएको छ। त्यो कारणले गर्दाखेरि तपाईँले यहाँ डिरेक्टली जानुहुन्छ र फाइन्ड अ जब सेक्सन्समा गएर तपाईँले जब सर्च गर्न सक्नुहुन्छ र यो सर्च गर्दै गर्दा तपाईँले प्रपर आफ्नो एक्सपिरियन्स त्यसै गरी सिभी र कभर लेटर लगायतका चिजहरू चाहिँ तपाईँले प्रिपेयर गरिराख्नुपर्ने हुन्छ र यहाँ देख्न सक्नुहुन्छ 6/29 भनेको आजकै डेटमा पब्लिस्ड भएका थुप्रै जब देख्नुहुन्छ। सबै प्रकारको फार्म रिलेटेड जब पाउनुहुन्छ है। यसमा फार्म असिस्टेन्ट भयो, फार्म असिस्टेन्ट पोजिसन्स होइन, फार्म असिस्टेन्ट हेर्न सक्नुहुन्छ, डेरी फार्म म्यानेजर हुन्छ। अब तपाईँको आफ्नो जब पोजिसन्स अनुसार है, कसैले डेरीमा काम गर्नुभएको एक्सपिरियन्स छ भने डेरीमा हाल्न सक्नुहुन्छ, डेरी असिस्टेन्ट हो। यसरी चाहिँ तपाईँले सेभरल जब अफर चाहिँ पाउन सक्नुहुन्छ है। जसले भेटनरी पढ्नु भएको छ भेटनरीहरूको निम्ति छुट्टै हुन्छ। अब फार्म असिस्टेन्ट यसरी देख्न सक्नुहुन्छ र तपाईँले एउटामा मात्र अप्लाई गरेर तपाईँलाई हायर गर्छ भन्ने छैन। तपाईँले बार अप्लाई गर्न सक्नुहुन्छ। एउटै महिनामा 300-400 जब पोजिसन्स पनि अप्लाई गर्नुपर्ने हुन्छ। त्यो बिचमा तपाईँलाई कुनै न कुनै फार्मले रेस्पोन्स गर्न सक्छ र तपाईँले प्रोपर किवर्ड चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ आफ्नो सिभीमा। त्यसै गरी कभर लेटरमा ChatGPT को प्रयोग गर्न सक्नुहुन्छ त्यो चिजहरूको निम्ति। जस्तो कि मैले यहाँ फर इक्जाम्पल वाइकाटोको निम्ति चाहिँ तपाईँको फार्म असिस्टेन्ट भनेर मागेको छ। यहाँनिर चाहिँ तपाईँले फार्म असिस्टेन्ट टु वर्क इन 4-पर्सन टिम भनेको छ। यसमा चाहिँ 750 वटा काउ छ। यसमा डिस्क्रिप्सन्स हुन्छ, तपाईँले पढ्न सक्नुहुन्छ सबै चिजहरू चाहिँ। अब पोजिसन्स स्टार्ट 7-14 देखि अकोमोडेसन चाहिँ 3टा बेडरुमवाला हाउसमा अकोमोडेसन्स 3 छ भनिराखेको छ होइन। एभरेज आवर पर विक चाहिँ तपाईँले 54 आवर्स चाहिँ काम गर्नुपर्ने हुन्छ होइन। र तपाईँलाई यहाँ देख्न सक्नुहुन्छ 3 डेज अफ 11 डेजमा र स्यालेरी पनि देख्न सक्नुहुन्छ। तपाईँले टोटल प्याकेज चाहिँ युजली 1 होल इयरको दिन्छ है। बाहिरतिर चाहिँ तपाईँले पर मन्थ स्यालेरी चाहिँ तपाईँले त्यसलाई ब्रेकडाउन गर्नुपर्ने हुन्छ र तपाईँले 72,000 भनेको छ होइन। तपाईँलाई एक वर्षमा 72,000 न्युजिल्यान्ड डलर भनेको एप्रोक्सिमेटली तपाईँले एक महिनामा चाहिँ 6,000 अराउन्ड तपाईँले कमाउन सक्नुहुन्छ र त्यो चाहिँ तपाईँले घन्टा काम गर्नुपर्ने चाहिँ 54 घन्टा है त। 48 घन्टा हुन्छ नर्मली, त्यो ओभर टाइम रहेर तपाईँले 54 घन्टा चाहिँ काम गर्नुपर्छ। अब यसमा तपाईँले अप्लाई गर्ने कसरी भन्दाखेरि यहाँ अप्लाई नाउ भन्ने सेक्सन्स देख्नुहुन्छ। अब अप्लाई नाउ भन्नेमा क्लिक गर्नुहुन्छ। अब तपाईँले रजिस्टर गर्नु पऱ्यो। यसमा तपाईँको आफ्नो नाम, इमेल एड्रेस र पासवर्ड हानेर चाहिँ तपाईँले रजिस्टर गर्न सक्नुहुन्छ है। अब तपाईँले एकचोटि रजिस्टर गरिसके पछाडि बार चाहिँ दोस्रो पालीमा चाहिँ तपाईँले रजिस्टर गर्नु पर्दैन। जस्तो कि मैले फर इक्जाम्पल एउटा तपाईँको निम्ति भनेर अब एप बनाइदिइसकेको छु आफ्नो अकाउन्ट र आफ्नो अकाउन्ट बनाइसके पछाडि तपाईँले लगइन गर्न सक्नुहुन्छ र लगइन गर्नको निम्ति अब तपाईँको सेक्सन्स ओपन भयो र यहाँनिर चाहिँ तपाईँको अब अप्लाई नाउ सेक्सन्समा तपाईँले क्लिक गर्नुहुन्छ। ओके, अब यो क्लिक गरिसकेपछि तपाईँले यहाँ अपलोड अ सिभी भनेको छ। अब यसमा तपाईँले सबै चिज भर्नु पऱ्यो। सिभी तपाईँले अपलोड गर्नुभएको छ, आफ्नो फर्स्ट नेम, लास्ट नेम, इमेल एड्रेस, प्रोफाइल टाइटल भनेको तपाईँले आफ्नो केटा हुनुहुन्छ भने मिस्टर लेख्नुहोस्, केटी हुनुहुन्छ भने एमएस लेख्नुहोस् होइन। प्राइमेरी लोकेसन्समा टाउन तपाईँले अब काठमाडौँ छ भने काठमाडौँ लेख्नुहोस्। अनि रोल तपाईँले के को निम्ति अप्लाई गर्न खोज्नु भएको, जस्तो कि फार्म असिस्टेन्ट
अब कोही फार्म म्यानेजर हुन पनि सक्छ है, जस्तो कि तपाईँसँग फार्म म्यानेजरको जब एक्सपिरियन्स छ भने त्यसरी अब मेनली तपाईँले ल्यापटपबाट गर्नुभयो भने यो चिजलाई सजिलो हुन्छ। अब तपाईँले चाहिँ के हुन्छ पर्मानेन्ट फुल टाइम भनेर चुज गर्नुपर्छ तपाईँले होइन, किनकि नेपालीहरूले भिजा स्पोन्सरसिप लिएर जानको निम्ति चाहिँ पर्मानेन्ट फुल टाइम अभाइलेबल टु स्टार्ट वर्क होइन। अब तपाईँले एक्सपिरियन्सको समरी चाहिँ यो बक्समा भर्न सक्नुहुन्छ। वर्किङ एक्सपिरियन्सको कुराहरू तपाईँले जति राम्रो वर्किङ एक्सपिरियन्स र समरी देखाउन सक्नुभयो त्यति तपाईँलाई चाहिँ हायर गर्ने पोसिबिलिटिज हाई हुन्छ। तपाईँको क्वालिफिकेसन्स अनि एजुकेसन्स डिग्री तपाईँले जति पढ्नु भएको छ त्यो कुरा चाहिँ लेख्न सक्नुहुन्छ र तपाईँसँग चाहिँ करेन्ट न्युजिल्यान्डको ड्राइभिङ लाइसेन्स छ भनेर सोध्न सक्छ। अब नेपालको छ भने यस ओभरसिज लाइसेन्स भन्नु, छैन भने छैन, नो भनेर लेख्नुहोस्। आर यु एलिजिबल टु वर्क इन न्युजिल्यान्ड भनेको छ होइन। अब यसमा चाहिँ अब तपाईँले के हुन्छ भन्दाखेरि यस आई होल्ड द भ्यालिड न्युजिल्यान्ड वर्क पर्मिट हो, होइन तपाईँले नो आई एम नट करेन्टली एलिजिबल भनेर लेख्ने अनि त्यस पछाडि गएर तपाईँले यहाँ कन्फर्म गरेर चाहिँ पोस्ट भनेर चाहिँ तपाईँले फरवार्ड गर्न सक्नुहुन्छ। यो यसरी चाहिँ तपाईँले बार बार अब एकै दिनमा 20वटा 25वटा 40वटा 50वटा भ्याकेन्सी निक्लेर हुन्छ, अप टु 100वटासम्म निक्ले हामीले देखेका छौँ हो। त्यसरी चाहिँ तपाईँले डेली अप्लाई गरिराख्नु भयो भने तपाईँलाई एक न एकचोटि चाहिँ कुनै पनि इम्प्लोयरले हायर गर्ने सम्भावना चाहिँ बढेर जान्छ। यसरी चाहिँ तपाईँले अब फार्म सोर्स न्युजिल्यान्ड फार्म सोर्स .co.न्युजिल्यान्ड फार्म सोर्स वेबसाइटबाट पनि सक्नुहुन्छ खोज्नको निम्ति, लिङ्क्डइनबाट पनि सक्नुहुन्छ अनि सिकबाट पनि सक्नुहुन्छ। यसरी सेभरल वेबसाइटबाट चाहिँ तपाईँले आफ्नो स्किल र क्वालिफिकेसन्स अनुसारको चाहिँ न्युजिल्यान्डको जब नेपालबाटै खोज्न सक्नुहुन्छ। र तपाईँले सिभी कसरी बनाउने न्युजिल्यान्डको भन्ने चिज पनि तपाईँले सजिलै अनलाइनमा भेट्नुहुन्छ। अनलाइनमा तपाईँले सिभी तयार पार्ने पनि सिकाइएको छ। सिभी बनाउनको निम्ति पनि एकदमै इजी छ। तपाईँले चाहिँ सिभी बिल्डर भन्ने careers.govt.nz यो चाहिँ गभर्मेन्टको वेबसाइट हो न्युजिल्यान्ड इमिग्रेसन्स अन्तर्गत र यसमा तपाईँले चाहिँ फ्री सिभी बनाउन सक्नुहुन्छ, त्यो पनि न्युजिल्यान्डको फर्मेटमा है। सिभी मेड इजी देख्न सक्नुहुन्छ। सिम्पली इन्टर योर इन्फर्मेसन्स एन्ड सिभी बिल्डर विल क्रिएट अ आई क्याचिङ सिभी है, तपाईँको सिभी बनाइदिन्छ। फिल इन यो वर्क एक्सपिरियन्स र स्किल तपाईँले सबै चिज भरिसके पछाडि तपाईँले सेभ डाउनलोड र सेयर गर्न सक्नुहुन्छ है त। र योबाट सेयर गर्दाखेरि पनि उनीहरूसँग जब अभाइलेबल भएको अवस्थामा, तपाईँको प्रोफाइलसँग म्याच गर्ने जब अभाइलेबल भएको अवस्थामा तपाईँको इमेलमा चाहिँ उनीहरूले अप्लाई गर्नको निम्ति चाहिँ सजेसन्स मेल पनि पठाउँछन् र यसको निम्ति चाहिँ क्रिएट एन अकाउन्ट गरेर तपाईँले आफ्नो डिटेल्स राखेर स्टार्ट गरेर चाहिँ आफ्नो सिभी प्रोपर जुन न्युजिल्यान्डको फर्मेटमा हुन्छ त्यो फर्मेटमा पनि तपाईँले सिभी तयार पार्न सक्नुहुन्छ।